हेलो वेलकम छ साथीहरू सबैजनालाई मेरो फेरि पनि युट्युब च्यानलमा स्वागत छ। आज चाहिँ हामी आइल्यान्डतिर जाँदैछौँ घुम्नु, किनभने मैले सुरुदेखि भिडियो बनाएन, बीच बाटोबाट बनाएँ किनभने म चाहिँ बिरामी थिएँ नि त, बिरामी छु नि त, त्यही भएर मैले भिडियो चाहिँ बनाउन पाएन। आज हामी चाहिँ आइल्यान्डतिर जाँदैछौँ हैन। अनि आइल्यान्डतिर जाँदा बीचमा मात्रै मैले कट गर्दै भिडियोहरू चाहिँ बनाइरहेको छु किनभने चाहिँ म चाहिँ मात्छ नि त गाडीले, मलाई चाहिँ एकदमै धेरै गाडीले मातिरहेको थियो र यो बाटो चाहिँ कस्तो राम्रो छ है, वाउ। अनि तर पनि मैले चाहिँ बीचमा काट्दै भिडियोहरू बनाएको छु। अनि कस्तो लाग्छ हेर्नु होला, अनि प्रतिक्रिया दिनु होला, अनि बाटोहरू हेर्दै जाउँ है त, अनि कस्तो लाग्छ हैन। म चाहिँ कस्तो धेरै फेरि गाडीले लाग्यो कि, गाडीले माथि अनि कति धेरै टाढा पनि रहेछ हैन यो ठाउँ चाहिँ, अनि एकदम धेरै टाढा रहेछ। अनि एमटिआरमा आधा घन्टा जति हिँडेर बसमा पनि फेरि त्यतिकै लाग्दो रहेछ कि 10-15-20 मिनट। अनि त्यही भएर चाहिँ बेसरी मलाई धेरै चाहिँ गाडीले माथ्यो। अनि हामी चाहिँ फाइनल्ली आइपुग्यौँ जक्सन हैन। अब यहाँ चाहिँ बसमा उत्रेर यहाँदेखि चाहिँ हिँड्दै जानुपर्छ है। अनि हामी चाहिँ टकटक हिँड्दै जाँदैछौँ। अनि आइल्यान्ड चाहिँ उता धेरै पल्लोबाट के आइल्यान्ड आधा घन्टा जति लाग्छ हैन। दिल का रिश्ता है बड़ा यति सानो ठाउँ छ क्या यहाँ चाहिँ। यहाँ त उयो रहेछ, भङ्को रहेछ। यस्तो ठाउँहरू छ हैन, जङ्गलगाडी ठुल्ठुलो ढुङ्गा छ। तर यो रोड चाहिँ कति धेरै सानो रोड छ क्या, गाडीहरू घुमाउन पनि मिल्दैन। म चाहिँ यो ठाउँ चाहिँ फर्स्ट टाइम आएको घुम्नु। म चाहिँ बिरामी थिएँ, अनि कति मलाई हिँड्न पनि गाह्रो भइरहेको थिएँ। म चाहिँ बिरामी थिएँ, अनि त्यही पनि म कस्तो धेरै हिँडेँ तर पनि। अनि यहाँ हामी गाडीदेखि यो ठाउँ आउनु चाहिँ एमटिआरबाट आधा घन्टा लाग्यो, अनि गाडीमा 15-20 मिनट, अनि हिँडेर चाहिँ ठ्याक्कै आधा घन्टा लाग्छ है आइल्यान्ड पुग्नु चाहिँ। अनि कस्तो राम्रो ढुङ्गाहरू भए पनि हैन, कसरी मजाले क्या यो बनाएर हैन, टक्का यस्तो राम्रो छ हैन। हुनु पनि सबै कुरा ठाउँ भनेको ठाउँ हो, यो भन्दा राम्रो ठाउँ त हाम्रो नेपाल पनि छ नि, तर हाम्रो नेपालतिर किनभने राम्रो छैन हैन, यस्तै छ। अनि यतातिर चाहिँ गाउँ जस्तै छ क्या, एकदमै पहाड जस्तै। अनि यहाँ अगाडि झार पोलिरहेको छ, किनभने हामीले गाउँघरमा बारी सोरेर झारहरू पोल्थ्यौँ नि, त्यस्तै गरी यहाँ पनि झारहरू पोलिरहेछ। अनि यो चाहिँ पुरै गाउँ जस्तै छ क्या यतातिर चाहिँ। अनि यो चाहिँ रोडमै भएर घरहरू छ। अनि अलिक यो रोडदेखि अलिकति भित्र साइड हेऱ्यो भने चाहिँ घरहरू छैन है, पुरानो घरहरू भत्किएको पाउँछ। अनि त्यही भएर यस्तो छ, फुलहरू छ अनि होइन। अनि यता चाहिँ यस्तो राम्रो छ है। यो चाहिँ आइल्यान्ड माथि घर हो, तल मुनि चाहिँ आइल्यान्डहरू छ। अनि हेर्न पुरै यो जुन रोडको अलिक भित्र साइड चाहिँ यसरी घरहरू पुरै भत्किएर छ क्या छोडेको, यो चाहिँ भत्किएको घरहरू हो। अनि मैले चाहिँ यो दिन चाहिँ एकदम धेरै फुल्ली इन्जोय गरेँ, मलाई मजा पनि आयो। म निकै बिरामी थिएँ, बिरामी पछाडि बाहिर निस्केको घुम्नु। अनि यस्तो छ। अनि पुरै यो साइडबाट चाहिँ यिनीहरू चाहिँ घरहरू हो भत्किएको होइन। अनि यो कुरोहरू होइन, यसले के भन्छ हजुरहरू गाई चाहिँ, म चाहिँ कुरो भन्छु। हामी चाहिँ कुरो हुन्छ पहाडतिर कति धेरै हुन्छ है, यो जङ्गलतिर बाटोतिर कति धेरै यो कुरो हुन्छ, लुगाभरि लाग्छ नि होइन। अनि कुरोहरू छ। अनि यस्तो छ आइल्यान्डहरू होइन, बाटोहरू यस्तो छ। अनि यो चाहिँ यो माथि घर हेर्न टक्क कस्तो दामी है। मर्निङ टाइममा जुरुक्क उठेर बिहान आँखा झ्याल खोलेर आँखा खोल्दाखेरि चाहिँ समुद्रको हावा कस्तो आनन्द गरी आउँछ होइन। त्यही भएर यस्तो छ, हामी चाहिँ यही ठाउँ जानु लागेको आइल्यान्ड चाहिँ। अनि यस्तो छ होइन ठाउँहरू चाहिँ। अनि जङ्गल गाडी छ, अनि जङ्गल ठुल्ठुलो जङ्गल छ। यहाँबाट बाघ निक्लेर खप्पा खाइदियो भने, तर त्यस्तो हुँदैन, बाघ चाहिँ निस्किँदैन। मुसा चाहिँ धेरै पाउँछ यो ठाउँमा, कति धेरै मुसा। नि वाउ यस्तो छ है आइल्यान्ड चाहिँ। अनि यहाँ मेरो भिडियोहरू चाहिँ कस्तो लाग्छ हेरेर प्रतिक्रिया दिनु होला बिचमा। मैले चाहिँ भिडियोहरू अब सुरु बनाउँदै गरेको नि त, किनभने मलाई पनि त्यति राम्रो आउँदैन, त्यही भएर मैले चाहिँ भिडियोहरू बनाउनु सिक्दैछु। अनि कस्तो लाग्छ, अनि के सुधार्नुपर्छ भन्नु है त साथीहरू। ओइ जुनीमा मेरो नि पो थियो कि यस्तोमा त म
लडिजान्छु अघि माथि लडेर। फोर वाउ यस्तो ठाउँ है गाइसहरू। ओहो यस्तो रहेछ है। ओहो लडिन्छ उताको पानीको छाला हुँदो रहेछ। यस्तो बाटो छ क्या अप्ठ्यारो। म आज 2 चोटि लडिसकेँ गाइसहरू। आइया 2 चोटि लड्यो म आज लडिसकेँ। के गर्नु हजुर उठाउने मान्छे छैन लडेपछि फेरि। वाउ के गर्नु यस्तो एक्लो जिन्दगी कोही छैन सहारा। या झन्डै लडेर कस्तो दामी छ है। यो चाहिँ समुद्रको लजावती माछा। टक्क यस्तो गर्नुपर्छ होइन टक्कै यसरी लजाउँछ हेर्नु फक्रिँदैछ नि फुल जस्तो है। अब छुवास्सा छुइदिनुपर्छ है। यो चाहिँ लजाउँछ नि हेर्न यो फक्रिँदैछ ऊ। यो चाहिँ लजावती माछा भन्छ यसलाई चाहिँ समुद्रको। हेर्न अब हेर्न यो ब्ल्याकवाला चाहिँ के हो यस्तो घुङ्गी चल्दैछ। यस्तो छ यसो गाइसहरू हेरौँ है। मैले यसले घुङ्गीले हानिदिइरहेको छु। ओ यो पनि एउटा माछै होला है सायद। हेर्न घुङ्गी हेर्न यो घुङ्गी आम हेर्नु न। ओहो ओ या घुङ्गी अब यस्तो हुँदो रहेछ किरा। हेर्न यो चाहिँ म घर लिएर जाने हो। यो चाहिँ म घर लिएर जाने है। होइन यो त निकाल्नै सकिँदैन हामीले। घुङ्गीको चाहिँ पावर त्यति छैन रहेछ अरू बेच्दा। खतरा पावर हेर्नु घुङ्गी। ओ माई गड कति धेरै यो घुङ्गीहरू क्या। हेर्न कत्रो बिकवाला ऊ बिकवाला कत्रो हो नि यो पक्नै खतरा ठुलो क्या यो। ओइ माछा उता हेर्नु न माछा मछलिया हाय हाय हाय। हेर्न बिकवाला घुङ्गी ए खतरा बिकवाला ठुलो क्या। हा खतरा होइन घुङ्गी। पतली कमरिया हाय हाय हाय। मछलिया
ए माछा माछा आउँदैछ क्या यहाँ नै गाइसहरू माछा आइरहेछ अनि त्यसपछि मैले चाहिँ होइन यो सानो पानी थियो अनि त्यहाँ चाहिँ समुद्रमा लजाउने माछा हुन्छ क्या यत्रो यत्रो अनि त्यो लजाउने माछालाई खेलाइरहेको थिएँ अनि माथिबाट ड्रोनबाट भिडियो भएको रहेछ अनि म चाहिँ उता गएँ होइन अनि त्यो डिलमाथि गएँ अनि एकछिन उभिएँ अनि फोटो खिच्न लाग्यो क्या एक भन्छ भिडियो बनाएको यो चाहिँ यहाँ माथि चाहिँ अनि तर यो चाहिँ के भन्छ यहाँ चाहिँ सानो सानो त्यो के खालको किरा भन्ने के त्यसले के भने किरै भन्यो होला है सानो सानो त्यो ढुङ्गामा टाँसेको हुँदो रहेछ अनि त्यो चाहिँ यति धेरै हार्ड हुँदो रहेछ क्या म खुट्टा घोचेर होइन अनि कस्तो धेरै डर हुँदो रहेछ जुत्ताले टेक्दा पनि त्यो नफुट्ने क्या कस्तो खतरा हुँदो रहेछ त्यो किरा अनि मैले चाहिँ चप्पल फुकाएर जुत्ता खुस्काएर टक्का बसिरहेको थिएँ नि त अनि मलाई कति धेरै मन परिरहेको थियो जुत्ता फुकाएर हिँड्नु होइन अनि म चाहिँ त्यो फुकाएर खाली खुट्टा हिँडेको तर खुट्टा घोचेर कस्तो गाह्रो भइरहेको थियो मलाई चाहिँ यो बेला चाहिँ तर पनि मैले चाहिँ भिडियो बनाएँ मेरो टी सर्ट पनि सुड्की गएछ अनि यो चाहिँ मैले फोटो खिचेको है अनि फोटो खिचेको होला भनेर म चाहिँ त्यहाँ पुरा पोज दिँदै बसिरहेको थिएँ अनि लास्टमा चाहिँ भिडियो बनाएको रहेछ अनि कस्तो धेरै राम्रो ठाउँ छ अनि म चाहिँ यहाँ चाहिँ लडेँ पनि लडेर हात पनि काट्यो होइन उतापट्टि लडेँ अनि त्यो लडेको चाहिँ भिडियो बनाएर रहेछ अनि म चाहिँ स्याड क्या पुरा यो चाहिँ म चाहिँ फोटो खिचेको होला भनेर झन् पुरा पोज दिएर बसिरहेको लास्टमा चाहिँ भिडियो रहेछ होइन तर पनि केही छैन भिडियो भयो भने राम्रो छ बब्बाल आएको छ अनि यो चाहिँ मैले भिडियो बनाएको है यो चाहिँ म अनि कस्तो दामी टक हिँडिरहेको छ होइन तर खुट्टा चाहिँ कति धेरै घोचिरहेको थियो क्या यति धेरै पनि घोचिरहेको थियो अनि यो जुत्ता फुकाएर हिँडेको कस्तो छ भने त ढुङ्गा मात्रै थिएन क्या त्यो मसिनो खालको किरा थियो अनि त्यो किरा चाहिँ कति धेरै डर क्या अब जुत्ता लाएर हिँड्दा पनि त्यो नफुट्ने क्या जस्ताको त्यस्तै त्यसमाथि टेक्दा पनि हुने त्यस्तो खालको किरा थियो अनि त्यसको बाहिरको बोक्रो चाहिँ धेरै हार्ड थियो क्या डरो न डरो फलाम जस्तै तर पनि ठिक छ कि छैन म यसरी हेर्दै गएँ अनि उता माछाहरू हेर्न गएँ होइन अनि किनभने एकदमै मलाई चाहिँ यसरी हिँड्नु यस्तो आइल्यान्डतिर हिँड्नु जङ्गलतिर हिँड्नु चाहिँ एकदम धेरै मनपर्छ क्या अनि पानीतिर खेल्नु चाहिँ तर अब सक्दैन त्यही पनि यसरी होइन जुत्तामै हिँड्नु थियो मैले चाहिँ जुत्ता फुकाएको थिएँ त्यत्तिकै हेरिदिएको अनि ड्रोन चाहिँ भिडियो बनाउँदै आएछ अनि म चाहिँ छैन होला भन्दै यसरी उफ्रिँदै गएँ अनि माछाहरू खेलाएँ होइन कस्तो क्या बच्चा जस्तै है तर पनि मलाई कस्तो मनपर्छ क्या यो यस्तोतिर खेल्नु यस्तोतिर हेर्नु अनि मैले चाहिँ ड्रोनबाट चाहिँ यस्तो क्या यो सिग्नल चाहिँ भयो म नगर्ने भनेको अनि त्यसपछि फेरि बनाइहाल्नु भने लास्ट टाइम चाहिँ मैले साह्रै धेरै खुट्टा दुखेर जुत्ता लाएर म चाहिँ यहाँ चाहिँ त्यो घुङ्गी क्या घुङ्गी थाहा छ नि हजुरहरूलाई होइन घुङ्गी हो त्यो घुङ्गी टिप्नु आएँ कति धेरै खेलाएँ तर ल्याउनु चाहिँ दिएन क्या लास्ट टाइम मलाई पुलिसले लिएर पानीमा राख्नु भनेको दिएन मलाई अस्ति एकचोटि सी फुड पनि लिएर राखेको थियो बोतलमा तर मरिगयो क्या बाँचेन अनि यो टर्न चाहिँ मैले घुङ्गी लिएर राख्नु भनेको अनि त्यो शङ्ख हुन्छ नि त्यो त शङ्खको किरा त्यो पनि लिएर राख्नु भनेको बोतलमा अनि मलाई पुलिसले बिच बाटोमै दिएन क्या यहाँ चाहिँ दिँदैन नि त त्यस्तो के पनि ल्याउनु खेलाउनु चाहिँ जति नि पाइन्छ अनि यहाँ घुङ्गीहरू कति धेरै थियो माछाहरू अनि केक्रा गङ्गटा होइन कस्तो धेरै थियो अनि यो चाहिँ ओह्रालो के यस्तो छ यहाँ चाहिँ म चाहिँ फोटो खिचेको होला भनेर छक्कै परेर बसेको लास्टमा चाहिँ भिडियो बनाएको रहेछ क्या मलाई थाहै थिएन अनि यस्तो ठाउँहरू छ कस्तो राम्रो छ वाउ अनि यो चाहिँ म घर आएको अब चाहिँ फाइनली म चाहिँ घर आएँ होइन घर आउँदै गरेको भिडियो हो यो चाहिँ अनि म चाहिँ यसरी मैले चाहिँ भिडियो बनाएको क्या यिनीहरू चाहिँ म चाहिँ अब घर आएको कस्तो लाग्यो मेरो भिडियोहरू हेरिदिनु भयो साथ दिनुभयो धन्यवाद तपाईँहरूलाई धेरै धेरै धन्यवाद होइन म चाहिँ एकदम धेरै बिरामी थिएँ अनि मुखभरि घाउ आएर बोल्नै नसक्ने स्थितिमा थिएँ कि देखेर चाहिँ कति धेरै गाह्रो भइरहेको थियो कि मलाई चाहिँ मुखमा घाउ आएर
बोल्नु नहुने कस्तो धेरै गाह्रो भइरहेको थियो नि। अब म चाहिँ तल जान्छु कि तल देखिन्छ नि पानी, त्यहाँ जान्छु अनि चिप्लेर होइन बिचमा हाँस उठेर अनि गएको। अनि म चाहिँ जोड दिइरहेको थियो, तर मैले चाहिँ हिँड्नु एकदम अल्छी लागिरहेको थियो नि दिएर, उहाँले चाहिँ फेरि हिँड कि हिँड भन्नुभयो। त्यही भएर म चाहिँ हिँडेको, किनभने अलिक हिँड्यो भने स्वास्थ्य भइन्छ नि त, त्यही भएर हिँडेको। यसरी कुद्दै गएँ होइन। हिँड्नु चाहिँ सक्दिनँ कि, मलाई यो ढुङ्गा त गरगरको रुरा कस्तो भन्छ नि, मसिनो रुरा ढुङ्गा के भन्छ नि, त्यसै ढुङ्गामा चाहिँ म हिँड्नु जान्दिनँ भने नि लडिजान्छु क्या। म चाहिँ जाँदै बिच बाटो के ड्याम्मै चिप्लेर लडिगएँ त्यसै ढुङ्गामा। नि फेरि यो ढुङ्गा चाहिँ कति धेरै चिप्लो रहेछ है, मलाई सम्हालिनु नै कति धेरै गाह्रो भएको थियो, चिप्लिएर हाँस उठ्ने भएको थियो क्या। अनि कस्तो होइन यो चाहिँ तल, तर मलाई यहाँ पानी खेल्नु चाहिँ मन थियो, तर खेल्नु दिनु भएन, किनभने हामी त छोटो टाइममा आएको नि त साथीहरूसँग, अनि सानो टाइममा थियो। अनि साथीहरूले नखेल्नु पनि टाइम लाग्छ, अब पानीमा खेलेपछि खेले गर्नु मन लाग्छ भनेर नदिएको खेल्नु। अनि खेलिनौँ हामी पानी चाहिँ। अनि म चाहिँ यता आएको, अनि तर यतातिर पनि घुम्केर त सानो मासु कति धेरै थियो। म चाहिँ यहाँनिर झन्डै चिप्लेर पनि लडेँ क्या, किनभने